के हजुरहरूले पनि एउटा गल्ती गरिरहनु भएको त छैन? राति सुत्नु अघि यो एउटा गल्ती गर्दै हुनुहुन्छ भने तपाईको स्किन कहिले ग्लो हुँदैन। ग्लो गर्न स्किनको रहस्य महँगो प्रोडक्ट होइन, सही नाइट रुटिन हो। सो मेरो स्किनमा आएको परिवर्तनको मेन कारण भनेको यही नाइट रुटिन हो। सो सबैभन्दा पहिला म जीवदाको नाइसिनामाइड फेस वासले फेस वास गर्छु। यो फेस वासले चाहिँ मेरो फेस सफा राख्न हेल्प गर्छ। दिउँसभरको धुलो, तेल, फोहोर जमिरहेको हुन्छ त्यसलाई चाहिँ राम्रोसँग सफा गर्छ। यो फेस वासले चाहिँ स्किन टाइट गर्न पनि हेल्प गर्छ। मैले चाहिँ यो फेस वास युज गरिसकेपछि हल्का मसाज गर्छु अनि मसाज गरेर एकछिन राख्छु। यसरी मसाज गरेर राख्दाखेरि चाहिँ भित्रबाटको धुलोहरू सफा हुन्छ राम्रोसँग। सो गाइज म चाहिँ अब हेर्नु एकछिन होल्ड गर्छु। होल्ड। सो एकछिन 3-4 मिनट राखिसकेपछि मैले फेस मजाले वास गर्छु। मैले चाहिँ मुख धोइसकेको हुन्छु। मैले मुख धोइसकेपछि हजुरले मेरो फेस देख्न सक्नुहुन्छ। कस्तो ग्लो देखिरहेको, कस्तो सफा भइरहेको छ, कस्तो फ्रेस भइरहेको छ क्या भित्रबाट नै। त्यसपछि मेरो सेकेन्ड स्टेप भनेको हो रेटिनोल सी टोनर। अब मैले यो टोनर छिस पारेर अनि म ढ्याप गर्छु छिटो किनकि मलाई हतार थियो आज। अब के को हतार भन्नुहुन्छ भने चाहिँ म लास्टमा देखाउँछु। यो रेटिनोल सी टोनर लगाइसकेपछि मेरो स्किन चाहिँ एकदम फ्रेस हुन्छ अनि पिम्पलहरू पनि मेरो फेसमा कति धेरै पिम्पलहरू थियो त्यो पिम्पलहरू पनि कम गरेको छ। अब यसलाई एकछिन सुक्न दिउँ। अब रेटिनोल लगाइसकेपछि चाहिँ हाम्रो स्किनलाई मोइस्चराइजर गर्नुपर्छ, हाम्रो स्किनलाई नरम बनाउनुपर्छ। सो मैले चाहिँ जीवदाको भिटामिन ई मोइस्चराइजर युज गर्छु। हल्का टेक्सचर भएको यो मोइस्चराइजर मेरो नाइट स्किन केयर रुटिनलाई पुरा गर्छ र स्किनलाई कम्फर्टेबल महसुस गराउँछ। सो यसरी नै मलाई खतरा भएको थियो मेरो मिटिङको लागि। सो गुड नाइट गाइज, म भइसकेको छु अब मिटिङ जोइन। म चाहिँ यता मिटिङ राखेर आफ्नो स्किन केयर रुटिन स्टार्ट गरिरहेको थिएँ। सो बाई बाई, मेरो बहिनी पनि आइसक्यो।